हेलो नमस्ते एभ्रिवान, आई हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। हजुरहरूको सामने न्यू डे न्यू भ्लग लिएर उपस्थित भइसकेको छु। हजुरहरू सम्पूर्णलाई चाहिँ वेलकम ब्याक छ है मिसराइनी युट्युब च्यानलमा। आयो हजुरहरू जहाँ रहनुहुन्छ स्वास्थ्य व्यस्त मस्त रहनु होला भन्दै फेरि पनि म न्यू डे भ्लग लिएर उपस्थित भइसकेको छु। तिमीलाई भोक लागेको छ छोरो? के खानु त? पसलको बाइकहरू भन् त के खानु? बाइक यसलाई त खुस्किनु मन लागेको छ क्या हो? म त अचम्म लाग्यो, यसलाई खुस्किनै मन लाग्यो जस्तो चाहिँ क्या हो। तेरो बाबाले ठोक्दैन गुल्ली बाबु? बाबाले गोली ठोक्दे म ठोक्दै छोरो। हेलो नमस्ते, तपाईलाई मिसराइनी युट्युब च्यानलमा स्वागत छ। दसैँ कस्तो भयो भनिदिनु त? बोल्न आउँदैन कि बुढा भनिदिनु न दसैँ कस्तो भयो? बोल्न आउँछ खाली हिंदी में आप बात करो मुझसे। त भन्नु न त नि कस्तो भयो दसैँ? नमस्ते, यसा राई भ्लगमा तपाईहरुलाई स्वागत छ। अनि मेरो दसैँ चाहिँ आज दिनभरि सुतेर गयो। दिन पानी खाएर डङरङ सुतेर। बुढीको अनि भ्लगमा अनि बुढाको आइडी भनेर हुन्छ त? मलाई व्हाट्सएप गरिदेऊ रे गाइस, सब्सक्राइब गरिदेऊ ISR राई भ्लग। ल अरु के भन्नु छ कि? कति वर्षपछिको दसैँ रे तपाईको? मेरो 2 वर्षपछिको। त्यही पनि बुढी बिना टीका लगाए हैन? कस्तो भयो त फिलिङ? ह्याप्पी भयो होला हैन? ह्याप्पी मार्को बुढी जस्तो अनुभव भइरहेको छ कि जस्तो अनुभव भइरहेको थियो। ल ठिक छ। कसै कान्छी बन्न चाहनुहुन्छ भने पनि यही हो केटो, सम्पर्क गर्न सक्नुहुन्छ। तपाईलाई अर्को बिहे गर्न मन छ? बुलेट बाइक दिनु पर्छ, बिहे चाहिँ गरिदिन्छु म। ए त्यस भए तपाईले पाल्ने हैन, पाल्ने बुढी चाहिँ चाहियो त्यसो भए तपाईलाई? ल ठिक छ, ल सम्पर्क गर्नु होला है। मान्छे हेर्दा ह्यान्डसम नै छ, बानी बेहोरा नि ठिकै छ। अलिकति भन्या मान्दैन, त्यति चाहिँ अलिकति कमी हो। त्यही पनि हजुरहरू म दिन्छु, तपाईहरु लान चाहनुहुन्छ भने फ्रीमै दिन्छु म। यरले जस्तो पैसा तिर्नु पर्दैन, फ्रीमै लानुहोस्। मेरो यो काम नलाग्ने पहिलाई।